दंगा नियन्त्रण गर्न जाँदाखेरि दुईटा हात दिएर पठाछ। कसरी गर्ने दंगा नियन्त्रण? तर दुईटा हातले आन्दोलन रोक्न सकिँदैन हजुर। हामीले माथिबाट निर्देशन दिँदै गर्दाखेरि तल्लो दर्जाको हाम्रो कर्मचारीहरूले कति रिस्क बेहोरेर तपाईँको अगाडि उभिनुपर्छ, ज्यान धरापमा राखेर हुनुहुन्छ। एटलिस्ट वी निड टु इक्विप देम। तपाईँको त्यही अनुसारको शिल्ड, त्यही अनुसारको बुट, त्यही अनुसारको कम्युनिकेसन च्यानल्सहरू, इक्विपमेन्ट, गियर्स, ड्रोनको थ्रुबाट तपाईँको असुर ग्यासहरू हाम्रो फाल्न मिलिहाल्छ, त्यही अनुसारमा अनाउन्समेन्ट गर्न मिलिहाल्छ। दिस इज कल्ड मोडर्न पुलिसिङ। सो विल बी मोडर्नाइजिङ पुलिस इन नेपाल फ्रम नाउ अन। अबदेखि हामीले आफ्नो सङ्गठनलाई नयाँ मोडर्न पुलिसिङ भनेर हामीले गर्छौँ, जसमा हामीले प्रविधि, स्रोत साधन सबैको युज गरेर हामीले त्यही अनुसारमा फुल फेजमा ट्रेनिङ दिएर हामीले बल्ल हामीले अगाडि बढाउँछौँ। विदाउट एनी शिल्ड नो पुलिस इज गोइङ टु गो टु ह्यान्डल अ रायट। कुनै आन्दोलन हुँदैछ भने शिल्ड बिना र फुल गियर इक्विप बिना कुनै सिपाहीलाई अगाडि नबढाउनु हुन्न। म हार्दिक अनुरोध गर्दछु हाम्रो आइजिपी साहब र विभिन्न हाम्रो अधिकृत ज्यूहरूलाई पनि।